आजको भिडियो रहेको छ होली पर्व। यो पर्व रङ्गै रङले भरिएको पर्व हो। यहाँ मानिसहरूले एकअर्काप्रति रङ लगाएर यो पर्व मनाइन्छ। होली पर्व असत्यमाथि सत्यको विजयको प्रतीकको रूपमा पनि मानिन्छ। यो पौराणिक कथा हिरण्यकश्यपु प्रहलाद र होलिका सम्बन्धी यो जोडिएको छ। फागुन महिनामा मनाइन्छ हरेक वर्ष र यो आजको यो ठाउँ बसन्तपुर क्षेत्रको रूपमा रहेको छ। यो हनुमानढोका काठमाडौँमा अवस्थित यो होलीको स्तम्भ यो होली पर्वको प्रतीकको रूपमा मानिन्छ। यो छाता जस्तै प्रकारको हुन्छ। यो होलीको पहिलो दिनदेखि अन्तिम दिनसम्म राखिने चलन रही आएको छ। यो ठाउँ एकदमै रमाइलो भइरहेछ र म यहाँ यस होली पर्व मनाउनको लागि यस ठाउँमा आएको छु। हेर्नु होला, यो ठाउँ एकदमै रमाइलो भइरहेछ र यो छाता जस्तै रङ्गी बिरङ्गी चाडपर्वको रूपमा राखिएको स्तम्भ हो।